अर्डर गरेको थिएँ। यहाँ चाहिँ दिदीलाई मैले कुर्ता अर्डर गर्दैछु। चाहिँ दिदीको अब हेर्नु पर्यो है कस्तो लाग्छ। दिउँसो मैले भिडियो बनाउन अलिकति टाइम पाइनँ, त्यसैले मैले चाहिँ आज राति अनबक्सिङको भिडियो बनाउँदैछु गाइस। कस्तो लाग्छ कपडा एकचोटि लगाएर हेरौँ है। अस्ति नै रिसिभ गरेको थियो पार्सल चाहिँ, तर मैले भोलि गर्नु पर्यो भनेको मन मानेन क्या। अनि दिदीको पनि हेर्नु पर्यो। दिदीको पार्सल चाहिँ म खुद आफै अनबक्सिङ गरिदिँदैछु। यो चाहिँ मैले दिदीलाई अर्डर गरिदिएको थिएँ है, मिसोबाट अर्डर गरेको थिएँ। यसमा चाहिँ उयो छैन, चुन्नी चाहिँ छैन, कुर्ता र पेन्ट चाहिँ छ। पहिला कुर्ताहरू दिदीलाई चाहिँ मैले एक्सेल मगाइदिएको थिएँ कि उल्टा पो हेरिरहेको जस्तो। कस्तो छ ठिकै हुन्छ होला दिदीको लागि चाहिँ। एक्सेलमा हो नि त, मलाई चाहिँ हुँदैन। मेरो कपडा चाहिँ ल ट्राई गर्छु ल। यतिकै चाहिँ ठिकै रहेछ हो। अलिकति मलाई चाहिँ लामो भयो, खुट्टा खुट्टैमा त झन्नै कुर्कुचा छैन। मैले तर एम साइज मगाएको थिएँ, मतलब यतिकै त ठिकै छ। अलिकति लामो भयो, यतिकै भएको भए ठिकै हुन्थ्यो। अलिक सानो काटेर सानो गर्न मिल्छ होला हो। यतिकै ठिकै छ। कपडा ठिक राम्रो छ, किनभने कपडा सुतीको हो नि त, गर्मीमा लाउन मिल्छ भनेर मैले अर्डर गरेको थिएँ। कस्तो देख्यो गाइस? मलाई त लाग्यो यो पनि कलरले सुहाएको जस्तो लाग्यो। राम्रो छ है, धेरै महँगो पर्दैन कि मिसोमा। कपडा एकदम राम्रो रहेछ हो, मन पर्यो। यस्तो भी सेप एक्सेल हो नि त, मलाई अलिकति हुन्छ ठुलो हुन्छ। मलाई एमको चाहिँ मतलब ठिक्क हुन्छ कि कुर्ताहरू। दिदीलाई चाहिँ ठिकै हुन्छ, किनभने दिदी एक्सेलै लाउँछ नि त दिदीले चाहिँ कपडा। मस्त। यो कुर्ताले चाहिँ कस्तो देख्यो गाइस? कमेन्ट गर्न चाहिँ नबिर्सिनु होला है। हस् त गाइस, बाई बाई। आजलाई यति नै। आजको भने चाहिँ अनबक्सिङ मात्रै भिडियो बनाएको गाइस। नेक्स्ट भिडियोमा भेट गर्नुपर्छ गाइस। अहिलेलाई बाई बाई।